नमस्कार यहाँहरू सबैलाई रुटिन अफ मौसममा आज साउन 17 गते नेपालको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनको समीक्षा गरेको छ। मनसुनको आधा समय बितेको छ र यो समयसम्ममा 50% वर्षा भइसक्नु पर्नेमा अहिले 39.7% मात्रै वर्षा भएको छ। यसको मतलब अहिलेसम्म नेपालमा 11% वर्षा कम भएको छ। असारको 5 गतेबाट मनसुन भित्रिसकेपछि साउन 14 गतेसम्म 913 वटा विपदका मौसमी घटनाहरू घटेका छन्, जसमा 36 जनाको मृत्यु भएको छ, 3 जना बेपत्ता हुनुभएको छ, 1089 परिवार यस्ता मौसमी विपदका घटनाहरूबाट प्रभावित हुनुभएको छ। आदरणीय मित्रहरू, गत 24 घण्टामा देशका कतिपय भूभागमा धेरै भारी वर्षा पनि भएको छ। सबैभन्दा बढी वर्षा पर्सा र बारामा भएको छ। 155 मिलिमिटरको धेरै भारी वर्षा भएको छ भने नवलपुरको दक्षिणी भूभागमा पनि 142 मिलिमिटर वर्षा भएको छ। रूपन्देहीमा 129 मिलिमिटर, बर्दियामा 103 मिलिमिटर, सिन्धुपाल्चोकमा 100 मिलिमिटर लगायत देशका धेरै भूभागहरूमा 50 मिलिमिटर भन्दा बढी वर्षा भएको छ। म्याग्दीमा 52 मिलिमिटर वर्षा भएको छ। काठमाडौँ आसपास 62 मिलिमिटर वर्षा भएको छ। काभ्रेपलाञ्चोकमा पनि 50 मिलिमिटर वर्षा भएको छ। अहिले मनसुनको न्यून चापिय रेखा अथवा मनसुन ट्रफ सामान्य अवस्था भन्दा केही माथि रहेको छ। भारतको मध्य भूभागमा रहेको डिप्रेसन कमजोर भएको छ र यो लो प्रेसरका रूपमा रहेको छ र यो लो प्रेसरलाई जोड्दै बंगालको खाडीसम्म मनसुनको ट्रफ रहेको छ। सामान्य अवस्था भनेको यो अवस्थितिमा रहनु पर्थ्यो। आदरणीय मित्रहरू, म केही पछिको एउटा प्रोजेक्सन देखाउन चाहे यहाँहरूलाई। 22-23 गते आसपास प्रशान्त महासागरको पूर्वी क्षेत्रमा एउटा टाइफोन बन्ने सम्भावना रहेको छ। डल्फिन नाम गरेको यो खतरनाक सामुद्रिक आँधी अथवा टाइफोन प्रशान्त महासागरको पूर्वी क्षेत्र अथवा चाइना सीमा रहेको छ र उक्त समयमा नेपालतर्फ बहिरहेको सामान्य मनसुनी हावाको 50% भन्दा बढी मोइस्चर यसले आफूतिर तान्न सक्ने सम्भावना रहेको, यसले गर्दा 22-23 गतेतिर नेपालमा फेरि वर्षाको गतिविधिहरू कम हुन सक्ने सम्भावना रहेको छ। आज बेलुका तथा राति पनि देशका धेरै भूभागहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। विशेष गरेर गण्डकी र लुम्बिनी प्रदेशमा 1-2 स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती प्रदेशका पश्चिमी जिल्लाहरू धादिङ आसपास, त्यसपछि गएर गण्डकी प्रदेशका तनहु, लमजुङ, स्याङ्जा आसपास र लुम्बिनी प्रदेशको गुल्मी, पाल्पा, अर्घाखाँची आसपास भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पनि मध्य पहाडी जिल्लाहरू र कर्णाली प्रदेशका दक्षिणी भूभागहरूमा आज पनि 1-2 स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षा अलिकति व्यापक अथवा लगातार प्रकृतिको भइरहेको छ र त्यस्तै हुने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशका पनि सबैजसो जिल्लाहरूमा वर्षा सम्भावित रहेको छ। दक्षिणी जिल्लाहरू कपिलवस्तु, रूपन्देही, परासी, पाके, दाङ लगायतका तराईका भूभागमा पनि आज वर्षा हुन सक्ने सम्भावना रहेको छ। बागमती प्रदेशका पनि सबै भूभागहरूमा वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशका सबै भूभागहरूमा खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, उदयपुर आदि जिल्लाहरूमा वर्षा मध्यम प्रकृतिको हुने, केही भूभागहरूमा भारी वर्षा, 1-2 भूभागहरूमा धेरै भारी वर्षाको पनि अथवा 100 मिलिमिटर भन्दा माथिको वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। मूलतः देशभरि नै आज वर्षा हुन सक्ने सम्भावना रहेको छ। भोलि साउन 18 गते पनि देशका केही भूभागहरूमा भारी वर्षा कायमै रहने सम्भावना रहेको छ। यहाँहरूले देख्न सक्नुहुन्छ, किनभने मनसुन ट्रफ नेपालको तराई भूभाग नजिकै रहने सम्भावना रहेको छ र यो ट्रफसँगै हावा यो तरिकाले चलिरहेको छ। अरब सागरतर्फबाट पनि र बंगालको खाडीबाट पनि प्रशस्त मात्रामा मोइस्चर नेपाल भित्रिरहेको छ, जसको कारणले गर्दाखेरि नेपालका धेरैजसो भूभागहरूमा साउनको 18 गते पनि वर्षा हुन सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर आसपास भारी वर्षा हुन सक्ने सम्भावना रहन्छ। कर्णाली प्रदेशका सबै भूभागहरूमा वर्षा हुनेछ। लुम्बिनी प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका पश्चिमी भूभाग र कर्णाली प्रदेशका पूर्वी भूभाग, रुकुम पश्चिम, रुकुम पूर्व, म्याग्दी, बागलुङ, रोल्पा, प्युठान, गुल्मी, स्याङ्जा, जाजरकोट, कास्की लगायतका जिल्लाहरूमा 1-2 स्थानमा भारी वर्षा, कहीँ कतै धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। बागमती प्रदेशका पनि सबै भूभागहरूमा मध्यम प्रकृतिको वर्षा, 1-2 स्थानमा भारी वर्षा। कोशी प्रदेशमा वर्षा अलिकति बढेको हामी देख्न सक्छौँ। कोशी प्रदेशमा यो वर्ष कम वर्षा भइरहेको थियो, तर अब 1-2 दिनमा राम्रो वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशमा पनि धेरैजसो भूभागमा मध्यम वर्षा, केही भूभागहरूमा भारी वर्षा, यो प्रकृतिको मौसम रहनेछ भने तराईका जिल्लाहरू र मध्य प्रदेशमा भारी वर्षा अबका आगामी 1-2 दिनमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। साउनको 19 गते नेपालमा अझ धेरै वर्षा हुन सक्ने सम्भावना रहेको छ। मनसुन ट्रफ नेपालको तराई भूभागमै रहने सम्भावना रहेको छ। यहाँले देख्न सक्नुहुनेछ, पश्चिमतर्फ नेपालको नजिकै र पूर्वी क्षेत्रमा चाहिँ नेपालभन्दा केही टाढा रहन सक्ने टाइपले यो तरिकाले मनसुनको
नेपालको न्यून चापीय रेखा रहनेछ, जसको प्रभावले गर्दा देशभरि नै वर्षाको गतिविधि बढ्नेछ। तराईका सबैजसो भूभागहरूमा पूर्वदेखि पश्चिमसम्मकै तराईका भूभागहरूमा व्यापक वर्षा, लगातारको वर्षा, धेरै जसो भूभागहरूमा मध्यम वर्षा, एक दुई स्थानमा भारी वर्षा, कहीँ कतै धेरै भारी वर्षा, अति भारी वर्षाको सम्भावना रहन्छ। तराई क्षेत्रमा यहाँभन्दा अगाडि वर्षा भएन, त्यो पनि एउटा समस्या हो र अब धेरै वर्षा भयो भने त्यहाँ बाढीको प्रकोप हुन्छ, त्यो अझै समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउनु होला। मध्य प्रदेशका सबै जिल्लाहरू, कोशी प्रदेशका तराईका जिल्लाहरूमा भारी वर्षा, एक दुई स्थानमा, कोशी प्रदेशका पहाडी भूभागहरूमा मध्यम वर्षा, एक दुई स्थानमा भारी वर्षा, गण्डकी प्रदेशका पनि सबैजसो भूभागहरूमा वर्षा हुन सक्ने मध्यम प्रकृतिको वर्षा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको सीमा क्षेत्रमा भारी वर्षा, एक दुई स्थानमा, अरू क्षेत्रहरूमा मध्यम वर्षा, कर्णाली प्रदेशका दक्षिणी जिल्लाहरूमा बढी वर्षा, उत्तरी जिल्लामा कम वर्षा, सुदूरपश्चिम प्रदेशको तराई भूभागमा पनि व्यापक वर्षा हुन सक्ने सम्भावना रहेको छ। साउनको 19 गते। आदरणीय मित्रहरू, साउनको 20 गते बंगालको खाडीको दक्षिणी भूभागमा एउटा मौसमी प्रणाली बन्न सुरु गर्नेछ। यो डिप्रेसन, डिप डिप्रेसन हुँदै यो साइक्लोनिक स्ट्रोम, सामुद्रिक आँधी पनि बन्न सक्ने सम्भावना रहन्छ र यो कुन दिशामा जान्छ र कति शक्तिशाली हुन्छ यसको विषयमा म यहाँलाई अपडेट गराउने छु। र साउनको 20 गते हिजो आजको भन्दा पनि नेपालमा व्यापक प्रकृतिको वर्षा बढ्न सक्ने सम्भावना देखिएको छ। नेपालका सबैजसो भूभागहरूमा पूर्वदेखि पश्चिमसम्मकै भूभागहरूमा अधिकांश भूभागहरूमा बादल लाग्नेछ, हल्काबाट मध्यम प्रकृतिको वर्षा हुनेछ भने सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरू, कैलाली, कञ्चनपुर, कर्णाली प्रदेशका मध्य भूभागहरू, कालीकोट, जुम्ला आसपास, त्यस्तै गरेर रुकुम पश्चिम, सल्यान लगायतका क्षेत्रहरूमा, त्यस गण्डकी प्रदेशका पश्चिमी जिल्लाहरू, म्याग्दी, बागलुङ, लुम्बिनी प्रदेशका उत्तरी जिल्लाहरू, रुकुम पूर्व, रोल्पा, प्युठान, यी क्षेत्रहरूमा भारी वर्षा हुन सक्ने, एक दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पनि सम्भावना रहेको छ। बाँकी गण्डकी प्रदेशका पूर्वी जिल्लाहरूमा मध्यम वर्षा, एक दुई स्थानमा मात्रै 50 मिलिमिटर भन्दा माथिको वर्षा, बागमती प्रदेशका सबै भूभागहरूमा मध्यम वर्षा, एक दुई स्थानमा भारी वर्षा। यदि बागमती प्रदेशमा भारी वर्षा भयो भने अपराह्न पख मात्रै हुने सम्भावना रहेको छ। धेरै जसो भूभागहरूमा हल्का वर्षाबाट मध्यम वर्षा हुनेछ। कोशी प्रदेशका सबै भूभागहरूमा वर्षा हुनेछ। पहाडी भूभागहरू, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम आदि जिल्लाहरूमा एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ भने सबैभन्दा बढी वर्षाको जोर कोशी प्रदेशका तराईका जिल्लाहरू, झापा, मोरङ, सुनसरी, त्यस्तै मध्य प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा लगायतका क्षेत्रहरूमा भारी वर्षा, एक दुई स्थानमा धेरै भारी वर्षा, कहीँ कतै अति भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको छ। साउनको 20 गते। अब आउने साउनका बाँकी रहेका दिनहरूमा मौसममा केही सुधार हुन सक्ने संकेत देखिएको छ, जसले गर्दाखेरि मौसममा अथवा यो वर्ष भएको वर्षाको कमीलाई अब आउने वर्षाले थोरै कभर गर्न सक्ने सम्भावना रहेको छ र यो सँगै अब हुने वर्षा र अविरल वर्षाले बाढी पहिरोको पनि अत्यन्तै जोखिम हुने भएकोले आवश्यक सतर्कता अपनाउन म यहाँहरूलाई अनुरोध गर्दछु। हवस् त, रुटिन अफ मौसम हेर्दै गर्नुहोला। पछिल्लो मौसम अपडेटको लागि यो मौसम पेजलाई फलो गरिदिन म यहाँहरूलाई अनुरोध गर्दछु। नमस्ते।